पिटी चाहिँ तपाईलाई चाहिँ नि खाली टिप्स एन्ड ट्रिक्स मात्रै भएर हुँदैन इफ यु रियली वान्ट टु गेट गुड मार्क्स अन द पिटी रिडिङ यो भिडियो हेर्नु होला र यस्तै यस्तै भिडियोहरू बनाउँछु त्यसको लागि फलो पनि गर्न नभुल्नु होला सो के छ भन्नु भन्दाखेरि लेट्स टक अबाउट कन्डिसनल्स तपाईलाई चाहिँ नि फिल इन द ब्ल्याङ्क्समा काम लाग्न सक्ने कुरा हो सो कन्डिसनलमा के हुन्छ भन्दाखेरि 4 टाइपको कन्डिसनल हुन्छ म अहिलेलाई 2 टाइप्सको मात्रै भन्छु सर्टकटमा भिडियो बनाउँछु अर्को दुईटा टाइप चाहिँ म नेक्स्ट भिडियोमा बनाउँछु सो दुईटा टाइप जिरो कन्डिसनल र फर्स्ट कन्डिसनल सो जिरो कन्डिसनलमा के भन्छ भनेदेखि तपाईको इफ अगाडि छ भन्दाखेरि कुनै पनि कन्डिसनल भनेको इफ हो नि त हैन इफ छ भनेदेखि चाहिँ यदि सिम्पल प्रेजेन्ट छ भनेदेखि त्यसले सिम्पल प्रेजेन्ट नै गर्छ फर एक्जाम्पलको लागि इफ यु हिट आइस इट मेल्ट्स इफ वाटर रिचेस 100 डिग्री सेल्सियस इट बोइल्स अब यस्तो खालको तपाईको फिल इन द ब्ल्याङ्क्समा आउन सक्छ तपाईको यो कुरा याद गर्नु जिरो कन्डिसनल फर्स्ट कन्डिसनलमा के हुन्छ भनेदेखि यदि सिम्पल प्रेजेन्ट छ भनेदेखि इफ पछि त्यसपछि चाहिँ विल प्लस बेस आउँछ भनेर भन्छ फर एक्जाम्पलको लागि यहाँ इफ आई स्टडी आई विल पास द एक्जाम सो इफ इट रेन्स टुमोरो विल क्यान्सल द ट्रिप द्याट्स अल फर नाउ बाई बाई एन्ड फलो गर्न नबिर्सिनु होला